को छ हौ घरमा? बुहारी, ए बुहारी, नाति नातिना पनि छैनन् जस्ता छन्। को छ? कता छिन्? बुहारी, यत्रो घर बनाएको रहेछ। त्यो सानो झुप्रो हुँदाखेरि आइरहे बङ्गला बनाएको रहेछ नि त। अनि छोराले विदेशबाट त पैसा डह्रो कमाउँदो रहेछ नि हौ। 1 रुपियाँ सुक्को देखाउँदैन। कहाँ चाहिँ गयो दैलो सोइलो ठाउँ खोलेर? बुहारी, ए बुहारी, कहाँ गर्छन् हौ? कि बारीतिर छन् कि पछाडि? एकछिन बस्नु पर्यो, गर्मी पनि भयो। फेरि पनि कता हो? गर्मी छ। अब कता हो कता नि बुझिँदैन। आमा पो आउनु भएछ त अनि? अरू बेला त फोन गरेर आउनुहुन्थ्यो त आमा, कोही एक्कासी आउनु भइरहेछ त अनि? ए के काम गरेर आउनु भएको थियो कि आमा? नत्र भने त आउनु हुँदैन थियो त हौ। कति वर्ष भएको थियो बोले मात्रै। नमस्ते आमा। नमस्ते नमस्ते। अनि यत्रो बेर बोलाएँ, अनि कहाँ गएको थिइस्? थिइनस् त घरमा थुप्रै बेर। यहाँ एकछिन भयो बसेको पनि, गर्मी पनि साह्रै भयो। हस्पिटल आउने काम थियो, अनि त्यही भएर आएकी नि। खोइ त्यो फोन गरेर पनि फोन पनि लागेन। त्यही भएर फोन सोन पनि नगरिकन घर पहिला त सानो थियो, कता हो कता जस्तो पनि भयो। अनि केही चाहिँ होला भनेर पस्न चाहिँ, तर हो रहेछ। हस्पिटल आउने काम थियो, के बिराम भए म त कहिल्यै फोन पनि गर्दैनौ, आफूले गर्दा पनि लाग्दैन। खोइ के भएको। अनि नाति नातिना चाहिँ खोइ त? कहाँ दिउँसो मास घरमा बस्न त हौ आमा, स्कुल गइहाले नि। अनि के भएको रहेछ त तपाईँलाई चाहिँ? अब कति दिन बस्ने हो पनि, कति थेचारिने हो, कति चेक गरेर पैसा लाग्ने हो। गाह्रो छ। अब प्रेसर सुगर के भन्दै थियो। अनि अब यहीँ बजारमा पनि घर छ छोराबुहारीको। अब यतै गएर अब यतै बसेर चेक गर्नु पर्यो नि। अब 1-2 महिना बस्छु। उहाँ पनि छोराबुहारीले घरि खोले पक्का भन्छन्, घरि के भन्छन्। ढिक्क भयो। अनि काममा पेलिँदा पनि बिरामी भयो कि होला जस्तो लाग्यो। त्यही भएर म त आएँ। अनि अब कोसेली ल्याइदिएर त के छ यहाँ केटाकेटीलाई? यहाँ सब्जीहरू के छ यो लगेर राख। अब सब्जीहरू केही थिएन होला। के छ बारी नै छैन, के हो सब्जीहरू? बजारबाट त किन्दै खाँदै हो। लगेर राखियो। यहाँ नानीहरूलाई मिठाईहरू के घिउहरू पनि छ। लैजा। बजार गर्नै पर्यो। के ल्याउनु भएको छ अरे? ए घिउ पनि ल्याउनु भएको 2 किलो जति। नानीहरूले साह्रै मन पराउँथ्यो हौ। आलु पनि मजाले फलेको रहेछ यसपालि त। आमाले पनि खुसी ल्याउनु भएको छ। ए आमाले अरू बेला सब्जी केही नल्याउने, रित्तै आउने मान्छेले कति 1-2 महिना यहीँ थेचारिने होला। अनि यसो डराकार होला। अब किचकिच र गर्न उठ्ने बित्तिकै देखेको हुन्छ। बिहानभरि आनन्दले सुत्ने बानी, अब कति किचकिच गर्ने हो बिहानदेखिको। त्यसै त ठुलो छोरा बुहारीले काममा पेलाएर बिराम बनाउँदैन नि त।